हेलो एभ्रिवान। आज चाहिँ म यसो नेपालबाट पठाएको चक्लेट रिभ्यू गर्न लागेको। इलामबाट आएको छ, बुवाले ल्याइरहेको यो चक्लेट ग्रिन सिटी इलाम ललिपप रे। ललिपप भनेको अनि ललिपप पनि यस्तो सेपको हुन्छ र, यस्तो सेपको हुन्छ ललिपप भनेछ। यो चाहिँ बनेको चाहिँ समित छेड भनेछ। 90% खुवा र 10% चिनीबाट बनेको भनेपछि यो अर्कै भइहाल्यो, चक्लेटै भयो, कुकुर नै छैन यसमा। अनि बनेको चाहिँ 2026 मार्च 9मा बनाइरहेछ। अनि यसको म्याच चाहिँ 60 दिन, पैसा पनि 60 रुपियाँ। अनि के हो दिपा गुरुङ भन्यो भने चाहिँ मान्छेले बनाएको होला, यस्तो छ। अनि त्यसपछि यहाँ अर्को यस्तो छ, यो चाहिँ यो चक्लेट बार जस्तो ठुलो छ। यो पनि खोल्छु म, कस्तो छ हेरौँ। सुरुमा चाहिँ यो ललिपप खानुपर्छ है, खुवाबाट र चिनीबाट बनेको ललिपप यस्तो हुँदो रहेछ। सानो सेप पनि अलिक इरेगुलर टाइपको छ है, न त राउन्ड सिलिन्ड्रिकल टाइपको भयो पनि, तर अलि ऊ छ, हातबाट बनाएको छ यो। अब खुवा जस्तै हो, खुवाइ भनौँ, यो खुवाइ हो, यो खुवा नै हो, खुवा नै भनौँ, सबैजना खुवा हो ठिक छ। हाम्रो म यो चक्लेट बार खोल्दैछु है, सुरुमा यसको पढाउन के रहेछ। यो चाहिँ इलामेली भन्ने ब्रान्डको रहेछ, 2013बाट प्रोडक्सन गर्न थालेको। यो चाहिँ मेड इन इलाम यति। यसको प्राइस चाहिँ 120 रहेछ है। यसको इन्ग्रिडियन्ट भनेको मिल्क र सुगर मात्रै, मिल्क र सुगर रे। भनेपछि यसमा पनि चक्लेट छैन, कोको छैन, कोको छैन। फेरि यहाँ फेरि बुझ्दाखेरि कोको भनेको अर्कै मतलब छ। कोको भनेको छ त्यो छ एउटा, अरू फेरि कोको छ कि दुईवटा उस्तै सत्य शब्द छ। एउटा भन्यो भने चाहिँ कोकोनट भन्छ, अर्को चाहिँ यस्तो निस्किने भन्छ। यो पनि के खुवाइबाट भन्यो र, मिल्क र सुगर भनेछ। भाजिसकेको छु नि त। प्याकेजिङ चाहिँ अलिक कन्फ्युजन भयो कि, अलि भाँच्दै खाना पाएको मजा हुन्छ, निकाल्नै कस्तो गाह्रो भएको। यो पनि खुवाइ रहेछ। अब मिल्क भन्थ्यो नि, खुवाबाट त मिल्कबाट त खुवा बनियो नि त। यो दुइटै एउटै हो, दुइटै खुवा हो। यो पनि खुवाइ हो, यो पनि खुवा नै हो। खुवा नै हो 100%। हामी नेपालहरू त्यो खाइराख्ने भएर त्यो त्यस्तो नलाएको, बरु विदेशीहरूले खान्छ मिठो मान्छ होला, मिठो मिठो हो। फ्रिजमा हाल्छु, पछि साह्रो हुन्छ खाना, कस्तो मिठो हुन्छ।